Dasain, the greatest festival for every Nepalis. Who wouldn't want to go home during Dasain, right? My home is around 420 kilometers away from Nepal's capital city, Kathmandu. This year, my friend Chetan, my brother Ayush, and I made a plan to go home together. But this journey was a bit different because we decided to go on a scooty. It was the day of Mahastami, 2 days before Dasain officially began. We decided to start our trip right after having lunch together at Baneswar. Prakash, Hani, and Dheeraj Bhai come to wish us a safe journey. Then around 10 AM in the morning. Hello, namaste, welcome back to another vlog. First ma सबैलाई ह्यापी दसैँ एडभान्समा। अनि आज चाहिँ हामी दुईवटा स्कुटीमा जाँदैछौँ। एउटा भाइ चाहिँ हेटौडासम्म अनि हाम्रो राजा उहाँ र म चाहिँ दाङसम्म जाँदै हो। अनि त्यसपछि हाम्रो क्यामेरामा आयुष भाइ चाहिँ हेटौडासम्म अनि चाहिँ हामी दुईवटा स्कुटीमा यता मुगलिनको बाटो चाहिँ अलिकति बिग्रिया होला कि भनेर चाहिँ हामी यता बल्खु हेटौडा हुँदै नारायणगढ हुँदै यसरी दाङ जाने प्लान हो। अनि त्यसपछि हामी तीनजना बिस्तारै जाने प्लान छ। अनि त्यसपछि क्यामेरामा हुनुहुन्छ हाम्रो आयुष भाइ अनि हामी तीनजना गइरा हो। अनि त्यो भएर त्यही हो, लेट्स गो ह्यापी दसैँ एडभान्समा ल आयुष भाइ। हामी चाहिँ अहिले कुलेखानी आइपुग्यौँ। हामी अहिले चाहिँ अलिअलि पानी परिरहेको थियो अघि हामी, त्यो भएर यता चिया खान रोकिरहेको थियौँ। हामीले चाहिँ चिया खाएर अनि अब चाहिँ हामी कुलेखानीदेखि हिँड्दैछौँ। हामीले त्यही हो काठमाडौँदेखि 33-34 किलोमिटर जति ट्राभल गरिसकेपछि अनि हामी इङ्ग्लिस बोल्यो मन लाग्यो टोलीले। त्यो भएर त्यही हो के हो राजा, कस्तो छ? राम्रो भइरहेछ हो आयुष भाइ, के छ त अरू माहौल? ठिक छ। तिम्रो घर त आउनु लाग्यो, अब हाम्रो घर टाढो छ। ठिक छ, हामी आयुष भाइ, म अनि हाम्रो राजा अब यहाँबाट कुलेखानीमै छौँ। अब ड्याम चाहिँ अलिकति थोरै तल होला। मेरो पनि यो बाटो चाहिँ फर्स्ट टाइम हो। त्यसपछि हामी फेरि एक ठाउँमा एउटा खाजा खान रोकेर अनि त्यसपछि आयुष भाइसँग छुटेर हामी हेटौडा निस्केर अनि हेटौडादेखि नारायणगढ हुँदै जान्छौँ। अनि त्यही हो, लेट्स गो। ल फाइनल्ली हामी भीमफेदी आइपुग्यौँ। हामी यति बिस्तारै आइरहेछौँ कि के भनौँ, होइन खासमा बिस्तारै आइपुग्यो भनेर गुनासो भन्दा पनि हाम्रो प्लानै यही थियो खासमा, एकदम बिस्तारै जाने बेफिकर भएर होइन। घर पुग्नेवालै छ तर बिस्तारै आनन्दले नाचेर। हामी त प्लान के भएको थियो भने जुन नगरपालिका जुन के भन्छ त्यो स्थानीय क्षेत्र छुट्टिन्छ नि त्यसमा रोक्दै चिया खाँदै जाम लानु त भन्ने कुरा भएको थियो। त्यही हिसाबले त गएको छैनौँ, तर भन्नाले त्यस्तै भइरह रोकिरहेछौँ, बसिरहेछौँ, चिया खाइरहेछौँ, खाजा खाइरहेछौँ। अहिले चाहिँ हामी आयुष भाइको घरमा छौँ। अनि आयुष भाइको घरमा खाजा आयुष भाइले म आन्टीलाई भनेर खाजासाजा बनाउनु लगाएर चाहिँ अनि त्यही भएर हामी खाजासाजा खाएर अनि त्यसपछि मिठो खाजा खाएर घरको खाजा खाएर अनि हामी यहाँबाट निस्किन्छौँ। अनि आयुष भाइसँग अब यहीँ छुट्टिएर अब हामी चाहिँ अब दसैँपछि नै भेट हुन्छ आयुषसँग। म र साथी चेतन चाहिँ हामी यहाँबाट दाङको लागि निस्किन्छौँ। अब यहाँबाट हेटौडा पुग्न त्यही लगभग 40-45 मिनट लाग्छ अरे। अनि हेटौडाबाट चितवन हुँदै जे होस् राति नै पुग्छौँ होला हामी। राति होइन भोलि नै पुग्छौँ होला जस्तो लागिरह। त्योहरू बिस्तारै हिँड्छौँ यत्तिकै आनन्दले बेफिकर भएर है त। ल आयुष भाइ, ल धन्यवाद। रुन्नु एकचोटि रोइदेऊ नि त। ल बाबु है।
वेलकम टु हेटौडा। हामी हेटौडा आइपुग्यौँ अनि त्यही हो लेट्स गो। हामी अब हेटौडाबाट चितवनतर्फ लाग्दैछौँ। सायद यही बाटो हुनुपर्छ अब राइट। त्यसपछि सर चितवन जाने बाटो चाहिँ हामी चाहिँ ठ्याक्कै यता हेटौडा। अब यता हामी जाँदै गरेको चितवन नारायणगढ अनि त्यसपछि हामी चाहिँ एकदम बिस्तारै आइरहेछौँ। हामी 4:40 गयो अनि त्यही हो लेट्स गो नारायणगढ। सन्चै हुनुहुन्छ? तपाईँको लागि एउटा सरप्राइज छ क्या दाइ। भन न बाबु, भन न सरप्राइज। दाइ वेलकम टु माई भ्लग। हेलो दाइ अब अर्को सरप्राइज हेर्नुहुन्छ? के भन? घर जाँदै हो दाइ। ए घर जाँदैछौ? दाइ स्कुटरमा? ढुक्को दाइ त्यस्तो त माहौल पानी परिरह। 2 जना छौ? 2 जना साथी र म। राम्रोसँग शुभ यात्रा होइन, दसैँ राम्रोसँग मनाऊ हो। चिल भाइमा मनाउनु पर्यो। हुन्छ दाइ। खिचेर अपडेट भइहाल्नु। ल अहिले निस्के दाइ। फोन नउठेर भाउजूलाई कल गरेको थिएँ। अब म अहिले बेलुकातिर अहिले यसो चिया खान रोके बेला कुरा फोन गर्छु दाइ अनि कुरा गरौँ ल है। सरप्राइज कतिको हुनुभयो दाइ? डबल सरप्राइज भयो। दामी सरप्राइज हो। मनहरी देखाउँछौ त यार। ल दाइ। ल ल ल ल ल दाइ। हामी चाहिँ चितवन जिल्लामा छिरिसक्यौँ। पानी लास्टै पर्यो, त्यही भएर हामी दादा र म चिया खाँदैछौँ। अब त्यसपछि यहाँबाट यस्तो छ, त्यो भएर अब यताबाट चिया खाएर रात परिसक्यो। अब यताबाट चिया खाएर अनि हामी यहाँबाट निस्किन्छौँ। चिया ब्रेक। मौसमले च्यालेन्ज गरेको छ, त्यही माथि चिया मजा आइरहेछ। तर पानीले अलिकति डिस्टर्ब हान्यो भन्ने कुरा हो। यो पानीले डिस्टर्ब हानेकैमा चिया खानुमा मजा छ। कस्तो टल्क्यो म त म्या। सो फाइनल्ली पानी फाट्यो। अब हामी चाहिँ अहिले यो के भन्छ भण्डारा भन्ने ठाउँमा छौँ। भण्डारा चितवन। अनि त्यसपछि यहाँबाट हामी जाँदैछौँ। अब हाम्रो चाहिँ प्लान के भएको छ भने हामी अब रात परिसकेको छ, पानी पनि पर्ला जस्तो छ। हाम्रो प्लान चाहिँ के भएको छ भने पानी परेर हामी पानी पर्यो हिँड्नै मिलेन भने त हामी यतै कतै बस्छौँ। भएन भनेपछि चाहिँ हाम्रो प्लान के भयो भने अहिले चाहिँ हामी खासमा दिदी घर खाना खान जाँदैछौँ। अनि त्यसपछि चाहिँ दिदी घरै बसे पनि अथवा बाहिरै बसे पनि निद लाग्नेवाला छैन, किनभने हामी 0% थाकेकै छैनौँ। अनि त्यो भएर अब पहिला खाना खान जान्छौँ दिदीको घरमा। मेरो दिदीको घर चाहिँ यहीँ हो। हामी सायद हिँडिहाल्छौँ होला। आई मिन बस्दैनौँ, किनभनेपछि त्यो बस्ने मन छैन। बसेपछि निद लाग्यो भयो, थाक्या भयो बस्नु भन्ने हाम्रो प्लान हो। त्यो भएर हामी अहिले यहाँ यो भण्डारा भन्ने ठाउँबाट निस्क्यौँ। सियु। हेलो वाट्सअप, गुड मर्निङ। हामी चितवनमा छौँ दिदीको घरमा। हिजो बेलुका लास्टै पानी परेर हामी यतै बस्यौँ। त्यो भएर बिहान भइसक्यो। अहिले मौसम क्लियर छ। हिमाल देखिरहेछ यहाँबाट। अब यहाँबाट हिमाल, चितवनबाट हिमाल देखिँदो रहेछ। अनि त्यसपछि हामी अब भर्खर उठेँ म चाहिँ। अनि त्यसपछि अब चाहिँ चिया खाएर अनि त्यसपछि चेतन राजा चाहिँ सुतिरहनु भएको। अब चाहिँ चिया खाएर हामी यहाँबाट निस्किन्छौँ। अनि त्यसपछि उतै भेटौँ। भान्जी सुतिरहेको छु नि, त्यही भएर म बिस्तारै बोलिरहेको छु। के हो भान्जा?
हेलो ल आज बहिनी सुतिरहेको छि त्यही भएर आज सानो आवाजले बोल्नुपर्छ ल धन्यवाद दाइ हामी चाहिँ यतै बस्यौँ अब हजुर ल गयौँ त ल आम्ला दाइ अब फेरि राजा चिया कस्तो थियो बेस्ट थियो हामी चाहिँ अहिले दिदी घरबाट खाजासाजा खाएर हिँडिसकेपछि फेरि हामी दिदी घर चाहिँ रत्ननगर नगरपालिकामा हो हामी चाहिँ अहिले भरतपुर महानगरपालिका आइसक्यौँ त्यही भएर हामीले स्टप लिइहाल्यौँ चिया खान चिया एकदम मिठो थियो हामी निस्किसक्यौँ अहिले कति बज्यो भने 8:40 गयो आज हामीले 320 एबभ किलोमिटर हिँड्नु छ अनि त्यो भएर हामी निस्किहाल्छौँ अब हतार ढिला नगरिकन अनि हतार पनि नगरिकन निस्किँदैछौँ राजा अरू के छ राजा भोलि दसैँ छ दसैँ भिराउनु पऱ्यो क्या त्यही आज पुगिन्छ कति बेलासम्म पुगिन्छ ल सियु हामी अब नारायणगढ टु दाउन्ने नारायणगढसम्म हामी अहिले ल ओके बस्छ राजा यो वाट्सअप वेलकम ब्याक फ्रम अरुण खोला हामी चाहिँ अहिले अरुण खोलामा आइसक्यौँ अनि हाम्रो प्लान चाहिँ के भयो भने खासमा 10 बजिसक्यो हाम्रो प्लान चाहिँ के भयो भने हामीले खाजा खाएर मात्रै जाने अनि दाउन्ने पछि चाहिँ खाना खाने भन्ने प्लान भयो किनभने अहिले खाना खाइयो भने अहिले ओभर त्यो के भन्छ मिठो खाइन्छ नि त यात्रामा त अनि यो होटल चाहिँ हामी पहिल्यै आइसकेको वाला हो म चैतमा पनि घर जाँदाखेरि यहीँनिर हाम्रो नवीन राजा र म आउने बेला चाहिँ यहीँ खाना खाथ्यो अनि त्यसपछि यहीँनिर खाजा खाँदैछौँ हामीले चाहिँ अहिले अनि त्यसपछि अब खाजा खाएर अनि लस्सी खाँदैछ मिठो लस्सी अनि लस्सी र अनि खाजा खाएर हामीले चाहिँ इग रोल खाइरहौँ अनि त्यसपछि यो खाएर अनि हामी त्यसपछि यहाँबाट दाउन्नेको लागि निस्किन्छौँ दाउन्ने सकिसकेपछि अनि आनन्दले लेट के अनि त्यसपछि खाना खान्छौँ अनि यहाँ दाइसँग पनि कुरा भयो अनि हामीलाई चिन्नुभयो पहिला पनि आफै दाइ यस्तो यस्तो ए हो भन्नुभयो चिन्नुभयो यो दाइ चाहिँ गुड हुनुहुन्छ एकदम राजालाई एकदम मन पराउने दाइ हुनुहुन्छ हाम्रो कुरा भएको थियो पहिला योभन्दा पहिला आउँदा अहिले त के भइसक्यो अब त्यो भएर त्यही हो खाजा खाएर अनि निस्केर भेटौँ ल है ल हामीले खाजासाजा खाएर अब यहाँ हामी अरुण खोलादेखि निस्किन लायौँ दाउन्नेमा अलिकति जाम होला भनेर हामी चाहिँ अलिकति के अरे फेरि जाममा परियो केही होला भनेर चाहिँ हामीले अलिकति पेट पूजा गरेर खाना चाहिँ हामीले दाउन्ने कटेसी खाने प्लान भएको छ अनि त्यही भएर हामी अहिले निस्किँदैछौँ त्यही हो सियु अब दाउन्नेको बाटोमा लेट्स गो सो फाइनल्ली हामीले लगभग ठ्याक्कै 12 बजे करेक्ट 12 बजे हामीले दाउन्नेको उकालो ओह्रालो सबै क्रस गरेर हामी चाहिँ बर्दघाट आइसक्यौँ अनि हामीले चाहिँ खाना अझै बुटोलतिर गएर खाने प्लान भयो अहिले चाहिँ चिसो मात्रै खाम अनि स्कुटीलाई 10-15 मिनट रेस्ट दिएर अनि चाहिँ त्यसरी हामी चाहिँ अनि अगाडि गएर खाना खाने भन्ने प्लान छ हामी चाहिँ अहिले यस्तो धेरै गर्मी छ कि यस्तो धेरै गर्मी छ के कुरा गर्नु ओहो ओभरै गर्मी छ धुलो चाहिँ खासै रहन्छ दाउन्नेको बाटोमा खासै जाम भन्दा पनि यति थोरै गाडी बाइकहरू जे हो भने जे होस् एकदम त्यो खुल्ला थियो अनि त्यसपछि आइयो त्यही हो गुड भयो हजुर कुन छ एक्सट्रिम हुन्छ एक्सट्रिम खाइदिउँ अनि त्यो भएर त्यही हो हामी रेडुल सेडुल खाँदैछौँ इनर्जी ड्रिङ्क ओके त्यही हो हाम्रो 45 मिनटको ब्रेक पछि हामी चाहिँ अब यो बर्दघाटभन्दा अलिकति अगाडिबाट बुटोलको लागि निस्किँदैछौँ
के राजा रमाइलो क्याफे हो नि त सही रहेछ त टक्क धानबारीको भ्यू हेर्दै ल तपाईँ वासरुम गएर आउनु न त हामी चाहिँ रमाइलो क्याफेमा आइसक्यौँ यो क्याफेको नामै रमाइलो क्याफे रहेछ हामीले खानाको सट्टा अल्टरनेटिभ के खाजा खाएर अनि निस्किन्छौँ हामी अहिले बुट्टो लगाइसक्यौँ लौ त हामीले खाजा खाएर खाना खाने प्लान थियो खासमा खाना अब यति बेला के खानु भनेर खाजा खाइयो हेभीवाला अनि त्यसपछि हामी निस्किँदैछौँ अब हामी अलि फास्ट जान्छौँ नि राजा हामी अब हामी धेरै ढिला भयो क्या हिजो हिँडेको कहाँ यार अहिलेसम्म यहीँ अनि त्यो भएर घरबाट पनि गाली आउन थालिसक्यो यो चाहिँ के हो भने खासमा यहाँनिर एउटा पहिला यो ग्रिपले काम गर्थ्यो फोन उठाउँदाखेरि अनि त्यसपछि यो ग्रिपले काम गर्न छोडेपछि मैले फोन त उठाउनु पऱ्यो पन्जा खोल्ने उ गर्न झ्याउ गएर यहाँनिर सानो पाल पारेको थिएँ ठुलो हुँदा यस्तो भइसक्यो यार त्यो भएर यस्तो छ सबै किन्ने अब ग्लोभ्स चाहिँ गएर फर्केर किन्ने त्यो भएर अहिलेलाई लेट्स गो बस्नु राजा ल हामी अब सिधै लमै पुगेर चिया खाने कुरा छ त्योभन्दा अगाडि हामी सकेसम्म पानी ब्रेक चाहिँ हुन्छ होला अलि चिया ब्रेक अलि लम्बा ब्रेक चाहिँ हुँदैन हाम्रो त्यो भएर सरासर अब बुटो लमै ल हामी चाहिँ अहिले भालुबाङदेखि हजुर कति बजी रे अहिले 5:37 भयो 5:57 होइन हामी चाहिँ यो कति किलोमिटर जति चाहिँ कति मिनट हो यार 57-37 भने 20 मिनट राजा 20 मिनट चाहिँ हामी कति किलोमिटर छ त्यो एक्ज्याक्ट थाहा छैन तर स्लो मोसनमा भन्नाले अलिकति टाइम काट हुन्छ आजभोलि चाहिँ भालुबाङदेखि चाहिँ नर्थी हो के ठाउँसम्म हो त्यो चाहिँ अलिकति स्ट्रेट बाटो भएर अलिकति एक्सिडेन्ट धेरै भएको भएर चाहिँ दिन थाल्यो अरे अनि अब चाहिँ हामी बिस्तारै हामीको अगाडि 2वटा गाडी 3वटा गाडी चाहिँ 20 मिनट खासमा 5 देखि 8 ल म्याक्समा 10 मिनटमा कभर हुने बाटो हो खासमा तर यो बिचमा यो स्ट्रेट बाटोमा एक्सिडेन्ट धेरै भएको भएर भन्दै है म अर्को पहिला आउँदा चाहिँ के भन्नुभएको थियो त्यो भएर चाहिँ 20 मिनटमा आउने बिस्तारै जाने भनेर हामी चाहिँ त्यही हो 30-35 को स्पिडमा जाँदैछ गाडीसँग थियो क्या जस्तो लाग्यो गाडीसँग आई मिन यही गाडीको पछि गाडी बस थ्याङ्क यू मिसन पास म माइसम्म छोड्दिनँ नहीं पर्दैन नि के हो र नि के हेलमेटलाई यहाँ बाँधिदिनु त राजा बेस्ट हो भेटौँला राजा ल पर्सितिर है त राम्रोसँगलाई ल के दस राम्रोसँगलाई ल राजा है ल ह्याप्पी दस पुग्ने हुन्थ्यो कहाँसँग कहाँ पुग्नु भन्न छैन फोन बाई फोन गरिदिन्थ्यो कहाँ पुग्नु भन्न होइन अब त बिस्तारै जान्छ राजा राम्रोसँगलाई ल राजा यो क्लिप लाग्यो नि राजा के लागेछ ल राजा है ल राजा निस्के ल हाम्रो राजा जानुभयो अब चाहिँ म एक्लै तुलसीपुरसम्म अनि त्यसपछि हातुरेसम्म गेटिङ टु मच लेट
फाइनल्ली म आइपुगेँ। मैले खिचिरहेको क्यामेराको चाहिँ ब्याट्री डाउन भयो, डेड हुँदैछ, त्यही भएर मैले कन्टिन्यू सुट गरेँ हो। अनि अब म घर जाँदैछु। अनि त्यसपछि अब छिट्टै दसैँ भ्लगमा हामी छिट्टै भेट्नेछौँ भन्दै यो भ्लगलाई एकछिन बोलेर रोकेर पहिला मम्मीको फोन आयो। सो त्यही हो, म आइपुगेँ। अब मेरो पुरै डेड छ ब्याट्री, अब आफै अफ हुन्छ यो। अनि त्यो भएर म अहिले राखेँ भने त्यही हो। अहिले यसको ब्याट्री डेड हुँदैछ। अनि म चाहिँ अब घर पुगेँ लगभग। त्यो भएर सी यू अन नेक्स्ट ब्लग। थ्याङ्क्स फर वाचिङ। जय चन्द्र सूर्य, बाई।